फ्रिलान्सिङ भर्सेस जब व्हिच इज बेटर इन 2026 होइन। आजको यस भिडियो हामी चाहिँ डिस्कस गर्छौँ कि तपाईँलाई चाहिँ 2026मा होइन तपाईँको लागि फ्रिलान्सिङ चाहिँ बेटर अप्सन हुन्छ कि जब चाहिँ तपाईँको लागि बेटर अप्सन हुनसक्छ होइन। अब दुइटै चाहिँ डिफ्रेन्ट फिल्ड हो होइन, डिफ्रेन्ट कुराहरू छ। आजको यस भिडियोमा म चाहिँ तपाईँलाई पुरै डिटेलमा भन्छु होइन कि दुईवटै मध्ये चाहिँ कुन चाहिँ तपाईँको लागि चाहिँ बेटर हुन्छ होइन, र कुनमा हामी जान्छौँ भने हाम्रो चाहिँ लाइफको लागि र जुन अहिले जुन टाइपको वर्ड्सहरू चलिरहेको छ होइन त्यो सबैको म्यानेज गरेर त्यो कुनमा चाहिँ कुन चाहिँ बेटर हुन्छ त्यो सबैको बारेमा हामी चाहिँ डिस्कस गर्नेछौँ। सो लेट्स बिगिन आवर सेसन। सो फर्स्टभन्दा पहिला हामी चाहिँ दुईवटा कुरा बुझौँ। सबभन्दा पहिला हामी चाहिँ फ्रिलान्सिङको केही गुड साइड होइन, केही राम्रो पक्ष हेर्छौँ। त्यसपछि हामी फ्रिलान्सिङको केही नकारात्मक पक्ष हामी हेर्छौँ होइन, किनभने अब दुइटै हामी हेर्छौँ भने हामीलाई चाहिँ कन्क्लुजन भइहाल्छ होइन कि फ्रिलान्सिङ चाहिँ कस्तो कुरा हो, यसबाट हामीलाई चाहिँ के हामी चाहिँ पाउँछौँ। सो फर्स्टमा छ फ्रिडम टु वर्क फ्रम एनिवेयर होइन। लाइक यदि हामी चाहिँ फ्रिलान्सिङ गर्छौँ भने हामीसँग यति स्वतन्त्र हुन्छ होइन, हामी जहाँ गएर पनि हामी चाहिँ वर्क गर्न सक्छौँ होइन। हामी आफ्नै घरैबाट गर्न सक्छौँ वा कतै बाहिरबाट नै बसेर हामी गर्न सक्छौँ। मेन यसमा के हुन्छ कि हामीसँग जति पनि कामहरू आउँछ त्यो सबै अनलाइन आउँछ भने हामी जुनसुकै ठाउँमा होइन, देशको जुनसुकै कोनामा बसेर हामी चाहिँ काम गर्न पाउँछौँ। अर्को रहेको छ अनलिमिटेड अर्निङ पोटेन्सियल होइन। यसबाट हामीसँग कुनै लिमिट हुँदैन, यसमा हामी चाहिँ अर्निङ पोटेन्सियल हाम्रो चाहिँ धेरै नै हाई हुन्छ। यानि कि हामी जति प्रोजेक्ट गर्छौँ होइन, हामी जति वर्क गर्छौँ त्यति बापत हामी चाहिँ स्यालेरी र हामी चाहिँ प्रफिट जेनेरेट गर्छौँ। चुज योर वान क्लाइन्ट एन्ड प्रोजेक्ट होइन। र यसमा हामी चाहिँ आफ्नो हिसाबले होइन, आफ्नो इच्छाको हिसाबले हामी चाहिँ क्लाइन्ट भयो, प्रोजेक्टहरू भयो, त्यो सबै हामी चाहिँ चुज गर्न पाउँछौँ। अर्को रहेको छ फ्लेक्सिबल वर्किङ आवर्स होइन। र यसमा कहाँ चाहिँ वर्किङको कुनै लिमिट छैन होइन। लाइक अब चाहिँ तपाईँले 24 घन्टामा चाहिँ तपाईँले दिनमा काम गर्नुहोस् वा राति काम गर्नुहोस् होइन, जतिखेर चाहिँ तपाईँको मन लाग्छ त्यतिखेर चाहिँ तपाईँ काम गर्न सक्नुहुन्छ भने यो चाहिँ यसको राम्रो पक्ष होइन, गुड साइड। अब हामी चाहिँ यसको केही ब्याड साइड्सहरूलाई हामी चाहिँ अब्जर्भ गर्छौँ। यानि कि इन्कम इज नट स्टेबल होइन। यसमा चाहिँ तपाईँको इन्कम स्टेबल हुँदैन होइन, किनभने अब यदि चाहिँ तपाईँसँग क्लाइन्ट छ, प्रोजेक्ट छ भने इन्कम छ, तर यदि चाहिँ त्यहाँ चाहिँ क्लाइन्टहरू छैन, इन्कमहरू छैन भने त्यहाँ चाहिँ के हुन्छ कि तपाईँको चाहिँ इन्कम चाहिँ प्रफिट फिक्स हुँदैन होइन। र त्यहाँ त्यस्तो कन्डिसनमा हामीलाई चाहिँ धेरै डिफिकल्ट हुन्छ फोर अब इन्कम जेनेरेट गर्न। कुनै कुनै बेला चाहिँ यस्तो पनि आइदिन्छ जहाँ चाहिँ हामीसँग चाहिँ स्टेबल क्लाइन्टहरू हुँदैन। अर्को रहेको छ नट फिक्स्ड बेनिफिट। यसमा हाम्रो चाहिँ केही फिक्स्ड बेनिफिटहरू छैन होइन, इन्सुरेन्स छैन, पेड लिभ्सहरू छैन होइन। यदि हामी चाहिँ जबहरू गर्छौँ भने त्यो सब हामी चाहिँ इन्सुरेन्सहरू भयो, पेड लिभ्सहरू भयो, यो सब हामी चाहिँ पाउँछौँ होइन। तर यसमा चाहिँ तपाईँ पाउनुहुन्न। यु मस्ट फाइन्ड योर वान क्लाइन्ट होइन। र तपाईँले चाहिँ आफ्नो क्लाइन्ट आफै खोज्नुपर्छ। यदि हामी चाहिँ कम्पनीमा काम गर्छौँ भने कम्पनीले हामी लागि चाहिँ कामहरू ल्याएर दिन्छ, तर यसमा चाहिँ हाम्रो आफ्नो क्लाइन्ट आफैले खोज्नुपर्छ। र यसमा चाहिँ सेल्फ डिसिप्लिन इज रिक्वायर्ड होइन। यसमा चाहिँ सेल्फ डिसिप्लिन रिक्वायर्ड छैन। यदि चाहिँ तपाईँमा सेल्फ डिसिप्लिन छैन भने तपाईँको लागि चाहिँ यो फ्रिलान्सिङ चाहिँ छैन, किनभने यसमा चाहिँ डिसिप्लिनको वाइज सबै कामहरू चाहिँ गर्नुपर्छ होइन। अब त्यो कुरा बुझिसकेपछि होइन, अब हामी जब्सको रिगार्डिङ हामी जान्छौँ कि जब्सको केही राम्रो पक्ष छैन र जब्सको केही खराब पक्ष नि दुइटैलाई हामी चाहिँ अब्जर्भ गर्छौँ। सो फर्स्टमा के छ जबमा स्टेबल मन्थली इन्कम होइन। यदि चाहिँ तपाईँ जब गर्नुहुन्छ भने तपाईँको मन्थली इन्कम चाहिँ स्टेबल हुन्छ होइन। तपाईँको 20K 30K 50K जति चाहिँ तपाईँ अर्न गर्नुहुन्छ त्यति चाहिँ फिक्स हुन्छ। अर्को रहेको छ जब सिक्युरिटी होइन, इन मस्ट केस। र यसमा चाहिँ तपाईँको जब के हुन्छ त सिक्योर हुन्छ होइन। यदि चाहिँ तपाईँ कुनै कम्पनीमा जानुहुन्छ भने तपाईँले चाहिँ यति टेन्सन हुँदैन कि यो मेरो जब गइहाल्छ होइन, यताउति केही हुँदैन, तपाईँको चाहिँ जब पुरै सेफ हुन्छ। र यसमा चाहिँ तपाईँ कम्पनीको बेनिफिटहरू पनि पाउनुहुन्छ। लाइक अब चाहिँ तपाईँ स्यालेरी पाउनुहुन्छ, इन्सुरेन्स पाउनुहुन्छ, बोनसहरू पाउनुहुन्छ होइन, यो सबै पाउनुहुन्छ। के छ त स्ट्रक्चर्ड करियर ग्रोथ होइन। र यसमा चाहिँ तपाईँको करियर ग्रोथ स्ट्रक्चर वाइज हुन्छ नि। तपाईँ चाहिँ अब पहिला चाहिँ सानो पोस्टमा हुनुहुन्छ, फेरि चाहिँ तपाईँ प्रमोट भएर त्योभन्दा माथि चाहिँ यो बेसिसमा चाहिँ तपाईँ त्यहाँ चाहिँ जान सक्नुहुन्छ भने यो सब चाहिँ यसको गुड साइड होइन। जति पहिले हामी चाहिँ बुझ्यो होइन कि मन्थली इन्कम स्टेबल हुन्छ, जब सिक्युरिटी हुन्छ, कम्पनी बेनिफिट्सहरू हुन्छ होइन, करियर ग्रोथहरू हुन्छ, यो सब यसको राम्रो पक्ष। अब यसको हामी चाहिँ केही नकारात्मक पक्षलाई पनि हामी चाहिँ अब्जर्भ गरौँ त के हो त फिक्सेड सेड्युल। यसमा चाहिँ तपाईँको 9 देखि 5 वा अन्य पनि होइन। लाइक अब अहिले चाहिँ नेपालमा चाहिँ 9 देखि 5 चलिरहेको छ होइन।
यो चाहिँ तपाईँको फिक्स भयो। लिमिटेड इन्कम ग्रोथ होइन, यसमा चाहिँ तपाईँको इन्कम ग्रोथ लिमिटेडै हुन्छ होइन। तपाईँको चाहिँ स्यालेरी 25K 30-40K छ भने उस्ता उस्तै हुन्छ होइन। अर्को छ लेस फ्रिडम एन्ड फ्लेक्सिबिलिटी होइन, यसमा चाहिँ तपाईँको फ्रिडम थोरै हुन्छ र फ्लेक्सिबिलिटी थोरै हुन्छ। यसमा चाहिँ तपाईँले कतै जानु छ, कुनै अर्कै काम गर्नु छ भने त्यो टाइम ल्याएर चाहिँ तपाईँले मात्रै गर्नुपर्छ नि, तपाईँ चाहिँ अन्य टाइम पाउन सक्नुहुन्न। किनभने फ्रिलान्सिङमा चाहिँ हामीसँग पुरै फ्री थियो नि, हामी चाहिँ जुन बेला चाहन्छौँ हामी चाहिँ त्यो बेला काम गर्न पाउँछौँ। तर यस्तोमा चाहिँ यसमा चाहिँ तपाईँ पाउन सक्नुहुन्न। अर्को रहेको छ डिपेन्डेन्स अन इम्प्लोयर होइन, यसमा हामीले चाहिँ इम्प्लोयरमा चाहिँ डिपेन्डेन्ट भएर बस्नुपर्छ। यसमा चाहिँ फ्रिली वर्क गर्न पाउँदैन। हामीले चाहिँ जुन टाइपको अर्डर आउँछ त्यही टाइपको काम गरेर हामीले चाहिँ सबमिट गर्नुपर्छ होइन। सो यो पनि हामी जान्यो जब्सको राम्रो पक्ष र जबको खराब पक्ष भने। यसमा हामी चाहिँ दुईवटै कुरा होइन, फ्रिलान्सिङको पनि र जब्सको बारेमा पनि मैले चाहिँ तपाईँको लागि एक्सप्लेन गरेँ। अब चाहिँ के हो त, अब चाहिँ धेरै क्वेसन्सहरू आउँछ। लाइक फर्स्ट क्वेसन छ वाट इज बेटर इन 2026 होइन। 2026मा चाहिँ बेटर के हुन्छ त, इफ यु वान्ट टु सिक्योर एन्ड स्टेबिलिटी होइन। यदि चाहिँ तपाईँको इच्छा छ कि म चाहिँ सिक्युरिटी र स्टेबिलिटी म चाहन्छु भने तपाईँको लागि चाहिँ जब चाहिँ धेरै नै बेस्ट होइन, तपाईँ जब गर्न सक्नुहुन्छ। इफ यु वान्ट फ्रिडम एन्ड हाई इन्कम पोटेन्सियल होइन, यदि चाहिँ तपाईँलाई फ्रिडम चाहियो र हाई इन्कम पोटेन्सियल चाहियो भने तपाईँले चाहिँ फ्रिलान्सिङ गर्न सक्नुहुन्छ होइन। सो त यो दुईवटा जुन प्रश्न छ होइन, यो जुन एउटा प्रश्न र यहाँ चाहिँ दुईवटा एन्सर रहेको छ र त्यसभित्र पनि प्रश्न छ तपाईँलाई के चाहियो होइन, त्यो बेसिसमा चाहिँ तपाईँ चुज गर्न सक्नुहुन्छ। अब रहेको छ स्मार्ट स्ट्राटेजी 2026को हिसाबले, लाइक अब जुन हिसाबको ट्रेन्ड छ अहिले 2026मा चाहिँ तपाईँको कुन गर्दा चाहिँ बेटर हुन्छ र यो चाहिँ मेरो आफ्नो लाइन होइन। म चाहिँ तपाईँलाई आफ्नो सब भ्युअर्स होइन, म चाहिँ तपाईँलाई राम्रो गाइडेन्स नै गर्छु। सो के हो त, स्टार्ट विथ द जब होइन, तपाईँ चाहिँ जबबाट स्टार्ट गर्नु होइन। बिल्ड स्किल, त्यसपछि चाहिँ तपाईँ एउटा स्किल बिल्डअप गर्नु होइन। त्यो स्किल अब जेसुकै हुनसक्छ, भिडियो एडिटिङ, ग्राफिक डिजाइनिङ, जेसुकै होस् होइन। त्यो स्किललाई बिल्डअप गर्नु। त्यसपछि डु फ्रिलान्सिङ अस अ साइड हसल होइन। त्यसपछि चाहिँ तपाईँ अस अ साइड हसलमा चाहिँ तपाईँ फ्रिलान्सिङ स्टार्ट गर्नु होइन। स्विच वेन इन्कम बिकम स्टेबल होइन, त्यसपछि मात्रै यो फ्रिलान्सिङमा आउनु जब चाहिँ तपाईँको जुन इन्कम हुन्छ त्यो चाहिँ स्टेबल भइहाल्छ नि। यदि चाहिँ तपाईँ फ्रिलान्सिङ गरेर चाहिँ मन्थली चाहिँ लाखमा चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ भने, अब यस्तो कन्डिसन आइदिन्छ भने जब गरेर चाहिँ कुनै फाइदा छैन। त्यस्तो कन्डिसनमा चाहिँ तपाईँ के भन्छ त यो फ्रिलान्सिङ जर्नीमा आउन सक्नुहुन्छ। अब यो चाहिँ भयो होइन, तपाईँ चाहिँ यो गर्न सक्नुहुन्छ, जबबाट स्टार्ट गर्नुहोस्, स्किल सिक्नु होइन। जुन बेला चाहिँ तपाईँ फ्री हुनुहुन्छ त्यो बेला चाहिँ अब वर्कहरू गर्नु, केही साइड हसल्सहरू गर्नु, त्यहाँबाट चाहिँ प्रफिट जेनेरेट गर्नु। त्यसपछि चाहिँ तपाईँलाई लाग्छ कि म चाहिँ अब आफै केही गर्न सक्छु भने त्यसपछि चाहिँ तपाईँ फ्रिलान्सिङलाई फुल टाइम गर्न सक्नुहुन्छ। अब चाहिँ फाइनल लाइन के हो त, जब गिभ्स यु सेफ्टी होइन, जबले चाहिँ तपाईँलाई सेफ्टी प्रदान गर्छ। फ्रिलान्सिङ गिभ यु फ्रिडम होइन, र फ्रिलान्सिङले चाहिँ तपाईँलाई फ्रिडम प्रोभाइड गर्छ। चुज वाट म्याटर्स मोर टु यु होइन, र तपाईँको लागि चाहिँ कुन म्याटर गर्छ त्यो चाहिँ तपाईँ चुज गर्न सक्नुहुन्छ। सो आजको सेसन हाम्रो यति नै सकेको छैन। आज हामी चाहिँ फ्रिलान्सिङ भर्सेस जब चाहिँ कुन बेटर हुन्छ 2026को लागि यो रिगार्डिङ मैले चाहिँ तपाईँलाई केही गाइडेन्सहरू गरेँ। अब चाहिँ तपाईँको छैन, तपाईँलाई जे गर्नु छ त्यो गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।